के तपाईहरु पनि पैसा आउने बाटो पैसा कमाउने बाटो नभएर चिन्तित हुनुहुन्छ? अब चिन्ता लिनु पर्दैन। यो गणतन्त्र हो। यो हाम्रो सम्मानीय केपी शर्मा ओलीको नेतृत्वमा चलेको देश नेपाल हो। यो आधुनिक नेपाल हो। यहाँ जे गरे पनि यता फर्के उता फर्के नि पैसै पैसा। विदेशमा रहनु भएको दाजुभाइहरू दिदीबहिनीहरू फर्किनुहोस् स्वदेशमा। यहाँ खेतमा बसे पनि पैसा आउँछ। हेर्नुस् न अब मेरै मैले 4 बिघाको एउटा गोठ लिजमा लिएको छु, जहाँ मकै धान कोदो गहुँ फापर इत्यादि पालन गर्ने गरेको छु। यसबाट नि प्रशस्तै पैसा आउँछ। त्यस पछाडि यिनीहरूबाट निस्किएका गोबर मलहरू जति पनि हुन्छन् नि तिनीहरू चाहिँ लगेर खेतमा हाल्दिने हो। खेतमा हालिसके पछाडि त्यहाँ गाई भैँसी बाख्रा राँगा पाठा भेडा इत्यादि सम्पूर्ण चिजहरू चाहिँ राम्रोसँग फल्छन्। तिनीहरूलाई राम्रोसँग गोडमेल गर्ने रोप्ने गर्नुपर्छ र प्रत्येक 3 महिना 4 महिनाको अन्तरालमा चाहिँ त्यहाँबाट उब्जनी हुन्छ र त्यसरी उब्जनी भएको कति चाहिन्छ आफूलाई खाना राख्ने, त्यस पछाडि अरू बेचिदिने, त्यहाँबाट पनि पैसा आउँछ। अब डाँडो डाँडो खेत छ भने त्यहाँनेरि कोला पालन गर्ने, मरिचका रुखहरू ठुल्ठुला रुखहरू हुन्छन् तिनीहरू अब सम्पूर्णले देख्नु पनि भएको छैन होला, कतिपयले देख्नु भएको होला हैन। ती रुखहरू पनि रोपेर हामीहरूले प्रशस्त मात्रामा पैसा कमाउन सक्छौँ। कोला पालन गरेर पनि पैसा कमाउन सक्छौँ, मरिचका रुखहरू रोपेर पनि पैसा कमाउन सक्छौँ हैन। के हुँदैन हाम्रो नेपालमा सबै थोक हुन्छ क्या, सब थोक हुन्छ। आउनुहोस् फर्किनुहोस् नेपालमै आउनुहोस्, आफ्नै देशमा आफ्नै घरको भात खाइ खाइ तपाईहरुलाई यही पैसा कमाउन सक्नुहुन्छ। हामी नेपाली हौँ, नेपालीले चान्स पाएपछि जे पनि गर्छ। मैले पनि हेर्नु त मेरो यो एउटा गोठ छ 4 बिघाको गोठ, अघि नै भनिसकेको थिएँ हैन। 4 बिघाको गोठ लिजमा लिएर चाहिँ यसरी मकै पालन गरेको छु। यिनीहरूको आयु भनेको 4 महिना 5 महिनासम्मको हुन्छ, 6 महिनासम्मका पनि हुन्छन् हैन। 3 महिनादेखि 6 महिनासम्मका हुन्छ। तर यिनीहरूको बिचमा 1.5 महिनादेखि यिनीहरूले दुध दिन थाल्छ। एकदम पोसिलो हुन्छ है। यो मकै पालन गर्नुको फाइदा यति नै हो। एकदम मजाले एकदम पोसिलो हुन्छ। यसलाई चाहिँ हामी सजिलैसँग बेच्न पनि सक्छौँ दुध यसको हैन। यसको मासु भन्दा धेरै दुध बिक्ने गरेको हुन्छ, दुध बिक्छ हैन। यसका दुधहरू बेचेर पनि हामीले प्रशस्त मात्रामा पैसा कमाउन सक्छौँ। त्यसैले हामीले मकै पालन गरौँ, धान पालन गरौँ, गहुँ पालन गरौँ। र मेरो यस्तै रमाइलो भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, भिडियोलाई लाइक गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस्।